हामी विश्वासीले यो संसारमा जीवन जिउँदै गर्दाखेरि आफ्नो चाहना भन्दा पनि परमेश्वरको समय अनुसार हामी जिउनु पर्दछ। अनि त्यो एउटा जीवन एउटा अर्थपूर्ण जीवन हुन्छ प्रियहरू। किनभने हामीले छिटो चाहन्छौँ तर परमेश्वर सही चाहनुहुन्छ। हालेलुया। त्यसकारणले गर्दाखेरि हामीले परमेश्वरको समयलाई हामीले पर्खिनु पर्छ, परमेश्वरको समयलाई हामीले खोज्नु पर्छ। हामी आत्तिनु हुँदैन प्रियहरू। ठिक समयमा परमेश्वरले तपाईलाई आशिष दिनुहुन्छ। परमेश्वरले तपाईलाई 10 घण्टाको बाटो दुःखको बाटो लाँदै हुनुहुन्छ भने पनि खुसी हुनुहोस्, परमेश्वरप्रति धन्यवादी हुनुहोस्। किनभने 1000 किलोको बाटो तपाईको लागि सुन्दर बाटो, खुसीको बाटो परमेश्वरले अगाडि राखिदिनु भएको छ। हालेलुया। अनि यो कुरालाई तपाईहरुले मैले बुझ्नु पर्छ प्रियहरू। अनि जब तपाई यो बाटोमा हिँड्नुहुन्छ परमेश्वरले भनेको बाटोमा, अनि तपाई एक दिन आफ्नो गन्तव्यमा पुग्नु हुनेछ। आमेन।